चाहेको छु सबै हाम्रो व्यास आचार्य गुरुदेव उपवाचक गुरुदेव सम्पूर्ण हाम्रो कर्ता परिवारहरू र यो श्रीमद् भागवत सप्ताह महापुराण गान महायज्ञमा उपस्थित हुनुभएका सम्पूर्ण भक्तवृन्दहरूमा सबैमा राधे राधे भन्न चाहन्छु र अब नाच्नुपर्छ भजन सुरु गर्दैछु एकदमै झिम झिम कृष्ण नझिक्यौ परेली भुतुकै हुन्छु
छिक्क्यौ परेली मुटुकै मुटुमा कृष्ण छिक्क्यौ परेली मुटुकै मुटुमा मुटुकै मुटुमा मुटुकै मुटुमा मुटुकै मुटुमा। श्री राधा सर्वेश्वर भगवान को जय होस्। ल राधे राधे बसौँ। त्यस्तै गरेर हामीलाई अझै धेरै माया गरेर अझै धेरै माया प्रेम र साथ सहयोग गरेर दिपा पौडेल भाउजूले विशेष गरेर आफ्ना स्वर्गीय पिताजी गोविन्द रिजाल र आफ्नो ससुराबानहरू परिपूर्ण होस्, हाम्रा सन्तानहरू सधैँ सत्कर्म गर्ने धर्मात्मा हुन्, भगवान् राधा रानीको असीम कृपा प्राप्त होस् भनेर उहाँले 2000 रुपियाँ भागवत भगवानलाई भेटी अर्पण गर्नुभएको छ। उहाँको पनि जय होस्, कल्याण होस्, मङ्गल होस्। र राधे तपाईहरूले पहिला दिनदेखि आजका दिनसम्म श्रीमद् भागवतको कथा सुन्नुभयो अनि कौशलले भागवतको कथा त भन्नुभयो अनि तपाईँहरूले यहाँबाट चाहिँ के लिएर जानुभयो भनेर कसैले सोध्यो भने तपाईँ राधे के लिएर गयो भन्नुहुन्छ। सुन्न त सुने, पहिलो दिनदेखि सुने, तर के सुने जस्तो चाहिँ नहोस्, एउटी माताजीको जस्तो चाहिँ नहोस्। कस्तो भन्नुहुन्छ भने नि एउटा गाउँमा पुराण लागेछ यसरी नै अनि माताजी कथा सुन्न आउनुभएछ। अगाडि आउनु हुँदो रहेछ, ठ्याक्क गुरुको अगाडि आएर मजाले माताजी कथा सुन्नुहुँदो रहेछ। जहाँ गुरु हँसाउनुहुन्थ्यो त्यहाँ पनि माताजी त्यति गर्दै हाँस्नु हुनुहुँदो रहेछ। जहाँ गुरु धुरु रुँदै बिलापका कथा सुनाउनु हुँदो रहेछ तब माताजी पनि धुरु रुँदै सुन्नु हुँदो रहेछ। अनि गुरुजीले कथा गर्दा चाहिँ यसो गर्ने गुरुदेवको बानी रहेछ। आहा, मैले अरू भक्तजनले सुन्नुभयो या सुन्नु भएन, तर यी माताजीले चाहिँ साह्रै मजाले सुन्नुभयो। कति मजाले म हाँस्दाखेरि हाँस्नुहुन्थ्यो, म रुँदाखेरि पनि रुनुहुन्थ्यो, भजनमा पनि आनन्दका साथमा नृत्य गर्नुहुन्थ्यो। आहा, कति राम्रो माताजी हुनुहुँदो रहेछ भने विचार गर्नुभयो। पहिले दिनको कथा सक्यो, पञ्चमाइज बाँड्नुभयो, यसो माताजीसँग बोलौँ भन्ने विचार लागेको थियो, माताजी गइहाल्नुभयो। तेस्रो दिन चौथो दिन पनि भयो। जब 7 दिनको कथा परिपूर्ण भयो, जब पूर्ण आहुति गरिसकेपछि चाहिँ ती माताजीसँग भेट्ने गुरुदेवको साह्रै इच्छा लागेछ। अनि यसो माताजी राधे राधे भनेर गुरुले भन्नुभयो, माताजी पनि राधे राधे गुरुदेव भनेर भन्नुभयो। अनि आमा कहाँ बस्नुहुन्छ, के गर्नुहुन्छ, अनि आरामको सब सन्चै हुनुहुन्छ नि, अनि छोराछोरी कता हुनुहुन्छ, नाति नातिना कति भयो सबै सोध्नुभयो। अनि आमा मैले यस्तो मिठो तरिकाले कथा सुनाउँदै थिएँ, कथा सुन्दा तपाईँ साह्रै मिठो तरिकाले सुन्नुहुँदै थियो, यति मलाई आनन्द आयो। तपाईँको अनुहारमा हेर्दै मैले कथा भने म हाँस्दा हजुर पनि हाँस्नुहुन्थ्यो, म रुँदा हजुर पनि रुनुहुन्थ्यो। आमा कति धेरै मजाले सुन्नुहुँदो रहेछ भनेर भन्नुहुन्छ। अनि आमा भनेर तपाईँलाई कस्तो लाग्यो मेरो कथा भन्ने सोध्नुभएछ। गुरुदेव मलाई तपाईँ अनि किन हाँस्नुभयो, म हाँस्दा हाँस्नुहुन्थ्यो, म रुँदा पनि रुनुहुन्थ्यो, कस्तो लाग्यो हजुरलाई भनेर सोध्नु भएपछि तब आमा भन्नुहुन्छ, गुरुदेव तपाईँ जब ब्यासमा गएर बस्नुहुन्थ्यो, ब्यासमा बसेपछि जब तपाईँ यहाँनिर यसो गरेर हात लगाउनुहुन्थ्यो, तपाईँका चुस्सा दारी थिए, तपाईले जब यसरी चुस्सा दारीमा छुँदाखेरि मलाई एउटा मेरो घरमा एउटा बोका थियो, त्यो बोका साह्रै बिरामी भएको थियो, जसको कारणले गर्दाखेरि त्यो बोकाको मृत्यु भयो। मलाई पनि त्यो बोकाको साह्रै दारी सम्झेर गुरुदेव तपाईँको दारी सम्झेर त्यो बोकाको जस्तै दारी लाग्यो अनि मलाई साह्रै त्यो बोकाको माया लाग्यो। मैले त्यत्रो दुःख खर्च गरेर पैसा हालेर किनेर ल्याएको थिएँ भनेर माताजीले जब यसरी भन्नुहुन्छ गुरुदेव छक्क पर्नुहुन्छ। माताजी त मजाले कथा सुनेर आनन्दका साथमा रुनु भयो होला या हाँस्नु भयो होला भनेको त मन चाहिँ त्यो बोकातिर लगेर त्यो यसरी लगाउँदाखेरि बोकाको दारीको सम्झेर माताजी रुनु भएको रहेछ भनेर गुरुदेव छक्क पर्नुभयो। त्यस्तै नहोस्, मैले यहाँ पहिलो दिनदेखि अहिलेसम्म भागवतको कथा त सुनाएँ, तर यो कथा सुनाउँदाखेरि हेर्नुहोस् हामी सधैँभरि भगवानको नाम लिइरहेर पनि बस्न सक्दैनौँ, किनभने हामीले यस धरतीमा जन्म लिएपछि हाम्रो आफ्नो कर्तव्य पनि निभाउनु पर्दछ। सानी नानी बाबुले पढ्न पनि जानु पर्दछ, माता पिताको आज्ञाअनुसार कुरा पनि मान्नु पर्दछ। हामी विवाह गरेका छौँ भने हामीले आफ्नो श्रीमतीको कुरा पनि सुन्नु पर्दछ, आफ्नो पतिदेवको कुरा पनि सुन्नु पर्दछ, आफ्नो आमा र बुवाको कुरा पनि सुन्नु पर्दछ र त्यो आफ्नो काममा पनि व्यस्तता रहनु पर्दछ।
हामी वृद्ध व्यक्ति छौँ भनेदेखि हामी आफ्ना नाति नातिना छोराबुहारी सबैको कुरा सुन्दै सुन्दै यो संसारको रीतिरिवाज अनुसार हाम्रो धर्म पनि जे छ त्यो पालना गर्नै पर्दछ। मैले सधैँभरि हजुरलाई भजन गर्नुहोस् भनेको होइन, मैले हजुरलाई सधैँभरि कीर्तन गर्नुहोस् भनेको होइन। बस दिनमा 3 चोटि यदि तपाईँले भगवानको नाम मात्र सम्झिनुभयो भने जतिसुकै ठुलाभन्दा ठुला यदि भगवान बस कृपावश केही कारणवश यदि नराम्रा कर्म गरिएको रहेछ भने त्यो नामको प्रभावले त्यो नराम्रा कर्म पनि नष्ट भएर जान्छन्। र तपाईँले भगवानको नाम लिएर यदि बिहानबाट आफ्नो कर्म सुरुवात गर्नुभयो भने तपाईँका ती सम्पूर्ण कर्महरू धेरै मात्रामा राम्रो भएर पनि जान्छन्। धेर भन्नु पर्दैन, जब बिहानमा उठिन्छ तब राधे राधे भन्दा पनि हुन्छ, कृष्ण कृष्ण भन्दा पनि हुन्छ, शिव शिव भन्दा पनि हुन्छ। बस एकचोटि बिहान उठ्दाखेरि भगवानको नाम लिइदिनुहोस्। जब दिउँसो खानासाना खाइन्छ, खानासाना खाइसकेपछि या दिउँसो कहीँ जानु पर्दाखेरि कुनै राम्रो कर्म गर्न गइयो भनेदेखि या कहीँ जानुभन्दा अगाडि ल कृष्ण अब म के छ त मेरो काम छ, म मेरो काममा हिँडेँ भनेर आफ्नो एकचोटि भए पनि भगवानको नाम लिनुहोस्। र अन्तिममा जब खानापिना खाइसकेपछि सुतिसक्न आँटेपछि ल ओछ्यानमा ढल्किने बेलामा ल हे कृष्ण म सुतेँ भनेर के गर्नु, अन्तिमचोटि जसलाई तपाईँ पुज्नुहुन्छ, जुन देवी देवतालाई मान्नुहुन्छ त्यो इष्ट देवताको नाम लिएर बस दिनमा 3 चोटि मात्र यदि भगवानको नाम लियो भने तपाईँले जिन्दगीमा जतिसुकै ठुलाभन्दा ठुला पाप कर्म गर्नुभएको रहेछ भने पनि त्यो सम्पूर्ण कुरा नष्ट हुन्छन्। तपाईँले जुन इच्छा आकाङ्क्षा लिएर गर्नुभएको छ ती सारा मनोकामनाहरू परिपूर्ण हुन्छन्। बस अरू केही पनि चाहिँदैन, बस यति 3टा मात्र कर्म गर्नुभयो भने तपाईँका जिन्दगीमा जति सक्दो राम्रो हुन्छ, जति सक्दो सत्तर हुन्छ। त्यसैले हामीले अरू नसके पनि बस दिनमा 3 चोटि चाहिँ भगवानको के गरौँ, नाम लिने बाली बसालौँ। बोलिए भक्तवत्सल भगवानको। अब रात पनि परेको छ, हामी धेरै यता विलम्ब नगरिकन ज्ञान मञ्च कार्यक्रममा जान्छौँ। हजुरहरू सबैजनालाई ज्ञान मञ्चको नियम थाहा छँदैछ। हामी माता समूह, पिता समूह र हाम्रो साना नानी गोपाल बाल गोपाल 3टा समूह बनाउँछौँ। ल साह्रै सजिलो प्रश्न, कसलाई सोधौँ त, माता समूह कि पिता समूह? राधे राधे राधे, हात उठाइदिनुहोस् न। राधे 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 राधे। ल कसलाई सोधौँ भन्नु न? माता? ल माता धेरै हुनुहुन्छ, माता समूहलाई सोधौँ है त। राजा दशरथको कतिजना पत्नी हुनुहुन्थ्यो र ती पत्नीको नाम के हो? यो प्रश्न माता समूहलाई। राधे राधे। हजुर 3जना, अनि नाम पनि भन्यो नि, कौशल्या, कैकेयी, सुमित्रा। सत्य हो? राजा दशरथका 3जना पत्नी हुनुहुन्थ्यो, कौशल्या, सुमित्रा र कैकेयी। जय जय होस्, मङ्गल होस्, कल्याण होस्। मासुको खाता दिनै कि चाहिँ खोलिरहनु भएको छ। माताजीको शुभ नाम बसेर भन्दा पनि हुन्छ। सरस्वती देवकोटा माताजीले मिलाउनु भएको छ। उहाँले पहिलो दिनदेखि आएर 7औं दिनसम्म 7वटै दिनमा मिलाउनु भएको छ। जय जय होस्, कल्याण होस्, मङ्गल होस्। यसरी नै असीम भागवत धनको कृपा भागिरहोस्। माताजीलाई अझै धेरै राधा रानीको कृपा प्राप्त होस्। जय जय होस्। र अर्को प्रश्न पुरा पिताजी समूहलाई। राधे राधे। ल भगवान शिवजीलाई सबभन्दा प्यारो कुन वस्तु लाग्छ? भगवान शिवजीको सबैभन्दा प्यारो वस्तु के हो या प्यारो चिज के हो? राधे राधे बुवा। बेलपत्र। बेलपत्र पनि प्यारो लाग्छ, तर त्योभन्दा अझै धेरै प्यारो लाग्छ। हजुर ल यो प्रश्न बुवा समूहलाई। भगवान शिवजीलाई सबैभन्दा प्यारो लाग्ने चिज? हजुर बुवा हो। बुवा ढोकामे। राधे राधे बुवा। ल बुवा समूहलाई यो प्रश्न, भगवान शिवजीलाई सबैभन्दा प्यारो लाग्ने वस्तु के हो? ल यही प्रश्न माताजी समूहलाई। भगवान शिवलाई सबैभन्दा प्यारो लाग्ने वस्तु के हो? दत्तुरो। दत्तुरो प्यारो लाग्दछ, तर त्योभन्दा पनि अझै धेरै प्यारो लाग्ने वस्तु अर्को छ। राधे राधे।
जुन कुरा मुख्य त्यो कुरा बिर्सिरहनु भएको छ ल यस सबैका लागि प्रश्न। हजुर राधे राधे भएन यो प्रश्न सबैलाई राधे भएन म 1 2 3 भन्दै सबैले गरेर एकैचोटि भन्नु ल 1 2 3 आइन भन्नुहुन्छ ल उहाँ पर हुनुहुन्छ भन्नु भने गएँ भन्नु भएन दबाई नि खानुपर्छ हजुर भएन खाने कुरा हो कि नआउने कुरा हो कि छेउका छाउका त्यहाँ शिवजीलाई हेर्नु त पहिला जलधारा भगवान शिवजीको दादा पहिलो नम्बरमा के लिएर जानुहुन्छ पानी लिएर जानुहुन्छ कि हुन्न भगवान शिवलाई जलप्रिय भगवान शिवलाई जल सबैभन्दा प्रिय लाग्छ जय जय होस् ल यो प्रश्न चाहिँ नानी बाबुहरूको लागि त ल यो नानी बाबुहरूलाई प्रश्न भगवान श्री कृष्णले यस धरती धाममा जम्मा कति वर्ष लीला गर्नुभयो कति वर्ष यस धरती धाममा रहनुभयो राधे राधे यता आउनुहोस् त सातचोटि राधा 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 225 भन 225 325 435 535 600 700 100 ल भगवान श्रीकृष्ण यस धरती धाममा कति वर्ष बस्नुभयो लीला गर्नुभयो 125 जय जय होस् कल्याण होस् मङ्गल होस् बिर्सिन्छन् कि भनेर यत्रो उपाय लगाएको त्यो पनि भित्र रटेको रटे गरी चाहिँ नानी शुभ नाम दीपशिखा देवकोटा यिनले पनि दिनै पछि भए पनि मिलाइरहेकी छिन् जय जय होस् कल्याण होस् यसरी नै भागवत असीम कृपा प्राप्त होस् ल हजुरहरू सबैजना पुरस्कार लिन आउनुहोला र एउटा भजनमा पुनः नृत्य गरौँ र अगाडिको कार्यक्रम प्रारम्भ एउटा रिचार्ज कार्ड लगाउँ ल राधे राधे लु